हाई एभ्रिवान, नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। फेरि पनि आइसकेँ सदा अझै नयाँ भिडियो एन्ड ब्लग लिएर। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु एकदम। आज चाहिँ शीतल मौसम छ, पुरा हावा लागिरहेको छ, एकदम हरियाली छ। साउनमा चाहिँ यस्तो हरियाली छ, पुरै त पनि हरियाली छ। हो, त्यहाँ चाहिँ मिटिङ भइरहेको छ। हेरिदिनु होला आज चाहिँ के कस्तो हुन्छ ब्लग, लास्टसम्म हेर्नु होला है त। लाइक एन्ड सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने है। घर सफा राख्छु, आफू पनि खुसी हुने प्रयास गर्छु। भनिन्छ गृहिणी खुसी भएको घरमा माता दुर्गाको बास हुन्छ रे, भगवानको कृपा सधैँ रहन्छ रे। सोच्नु न, घर अस्तव्यस्त देखेर मन प्रसन्न नहुँदा यहाँले मन लगाएर काम गर्न पो सक्नुहुन्न थियो कि? हो, पैसाले वस्तु किन्न सकिन्छ, तर खुसी सकिन्न। आमा बुवा बच्चा पर पाहुना अनि हामीलाई के कतिखेर चाहिएको छ त्यसको म्यानेज त मैले गरेको छु नि। यहाँ पनि त तपाईँलाई स्वतन्त्र राखेको छु। हो, मैले घर सम्हाल्छु, त्यसैले बाहिर निस्केर मन लगाएर फोकस भएर काम गर्न सक्नु भएको छ। उहाँले पाएको प्रमोसनमा मेरो चाहिँ कन्ट्रिब्युसन भएन र? हो, यो मेरो कमाइ हो। पैसाले घरका पर्खालहरू बनिन्छन्, तर त्यहाँ परिवार बसाउन गृहिणीको सबैभन्दा ठुलो भूमिका रहन्छ। हो, यो मैले कमाएको कमाइ हो। मैले दिनरात घरमा खटेर आफ्नो ड्युटी सम्झेर पुरै लगनशीलताको साथ गर्ने कामको मूल्य एकचोटि क्यालकुलेट गर्नुहोस् त, तपाईँको क्यालकुलेटरमा आएको अमाउन्ट हो। अहिले चाहिँ म यहाँ फुपूको माग्नेको आउनु भयो। माझु दिदी आँप खाँदै छु। बस्नुहुन्छ। घाँस काटेर राख्नु भएछ, एकदम शीतल सर्रा हावा लागिराख्यो। चाहिँ हिँडिराखेको छु। यहाँ अहिले आइसकेँ यहाँ अमाजुलीसँग, यहाँ भेट भइसक्यो। हामीहरू चाहिँ यहाँ घाँस भाँच्दै हुनुहुन्छ। गजडी लिएर जाने अरे घाँस रोप्नलाई। भैँसी पालेपछि अब माइतबाट घाँस बोक्न पर्यो, के गर्नु होइन। यस्तो घाँस पाइन्न गाइज हाम्रोतिर, त्यही भएर रोप्न लानलाई रेडी पारेको गाइज। अरू केही भन्नु हो बुहारीको ब्लगमा? कहाँ रोप्नुहुन्छ त? खेतमा रोप्नुहुन्छ कि घर अगाडि रोप्नुहुन्छ? खाली जग्गामा जतासुकै रोप्दिन्छ। यहाँ चाहिँ जेठान दिदी हुनुहुन्छ। नमस्ते जेठान दिदी। सन्चै आराम हुनुहुन्छ? होइन, हामी चाहिँ यहाँ सरादमा आएको फुपूको घर। यहाँ चाहिँ भान्से हुनुहुन्छ। हामी चाहिँ यहाँ प्रसाद खाँदैछौँ। त्यहाँ चाहिँ जेठान दिदी हुनुहुन्छ, यता पनि हुनुहुन्छ। खै त तपाईँको कौै आएन, अलि धेरै फालिदिनु न। गएर आएर एकछिन आराम गरेर उठेको। अहिले 2 बजे कति ठुलो पानी आयो दरको। अहिले चाहिँ म यहाँ दुध खाँदैछु। दिउँसो चिया खाएर दुध खाँदैछु। अहिले चाहिँ पानी आयो एकैछिन अनि यस्तो मौसम छ। तपाईँहरूले चिया नास्ता खानुभयो कि नै? अहिले चाहिँ चिया दुध खाँदैछु, चिया नखाएर। हेरिदिनु होला कि कस्तो हुन्छ है त। अहिले भेटौँला। अनि यस्तो घाममा कसरी हो यो घाँस काट्नु? घाम भएर यहाँ घुम्टो ओढेर हिँडिरहेको छु। यति घाम छ, यति घाम छ कि साथीहरू यहाँ कुरा नगर्नु। अहिले दिउँसो पानी आएको, झन् गर्मी छ। म चाहिँ दिदीको घर आइपुगिसकेँ दुध लिएर। नाम्लो चाहिँ उता राखेँ खेतमा। अनि यो दुध छोड्छु अनि घाँस काट्छु। यति गर्मी छ, एकछिन बस्छु होइन। तपाईँहरूतिर गर्मी छ कि नै साथीहरू भन्नु त? हाम्रोतिर त लास्टै छ भाइ। के हो यो अङ्गुर जस्तै? चाहिँ दिदीको घर आइसकेँ। दिदी ओ दिदी, कहाँ हुनुहुन्छ? दिदीलाई को
कसैले बोकेर आएको होइन चाहिँ अब घाँसको भारी पनि पुगिसक्यो यहाँ मम्मी चाहिँ त्यहाँ हुन्छ मम्मी पनि उही त भारी पुगिसक्यो मम्मी र मको घाँस काट्न अहिले भेटौँला भारी बोकेर है त भारी बोकेर हिँडिसकेँ हाई एभ्रिवान म चाहिँ अहिले घाँस काटेर अहिले चाहिँ घाँस काटेर आएर खाना पकाइवरी बसेको खाना चाहिँ खाएको छैन के कस्तो हुन्छ लास्टसम्म हेरिदिनुकोमा भएकोमा धेरै धेरै धन्यवाद लाइक गर्नुभएको छैन भने लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुभएको छैन भने